दर्शकगण यतिखेर फ्रेममा देखिरहनु भएको छ यतापट्टि चाहिँ हाम्रो धुनसुर बोन गुरु हुनुहुन्छ। उहाँ पुरानो झाँक्री पनि हुनुहुन्छ। कतिपय मिडियामा उहाँलाई राम्रोसँग देखिसक्नु पनि भएको छ। म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। स्वागत छ। नमस्कार। आराम हुनुहुन्छ तपाईँ? एकदम। हजुर धुनसुर बोन गुरु हजुर होइन? धेरै पुरानो, धेरै मिडियामा पनि हामीले देखिसकेका छौँ तपाईँलाई। हजुर ठ्याक्कै एउटा प्रश्न सोध्न चाहे एकदम सोध्नुहोस् सर। हजुरको यहाँ अर्को गुरु हुनुहुन्छ साथी, उहाँले चाहिँ शक्ति हाम्रो एउटै हो भन्नुभयो। तपाईँलाई पनि यही सेम प्रश्न म सोध्न चाहन्छु, शक्ति तपाईँको धेरै कि उहाँको धेरै? अब यो तपाईँहरूले भन्नुपर्छ नि शक्ति भनेको होइन, किनभनेदेखि आफूले जुन जुन युज गरेको त्यो युज गरेर शक्ति एउटै हो। तन्त्र मन्त्र चाहिँ कस्तो पावरफुल हो होइन, पावरफुल हुँदैन। त्यो करोड लगाएर जोडाएको जस्तो हुँदैन। अहँ, हेर्नुहोस् है, त्यस्तो हुँदैन सर होइन। किनभनेदेखि उहाँले गरेको र मैले गरेको एउटै हो, अहँ, एउटै डिसिप्लिन हो। अनि अरू के सोध्छ भने तपाईँहरूले सोध्नु मलाई। अहँ। भनिसकेपछि जस्तो पहिला त तपाईँ एक्लै काम गर्नुहुन्थ्यो, पहिला उहाँ पनि एक्लै काम गर्नुहुन्थ्यो होला, गाउँमा हुनुहुन्थ्यो भन्ने कुरा तपाईँले पनि सुन्नुभयो होइन? अहिले अब के भन्छ अरे धेरै ठगी भइसकेपछि ठगलाई तहलाउँछु भनेर पनि उहाँ बाहिरिरहनु भएको छ, आइरहनु भएको छ होइन? कतै गुरुबाट त गल्ती भएको छैन नि? अनि हामीबाट गुरु यहाँ सुन्नु सर होइन, हामीबाट गुरुबाट हाम्रो उसबाट केही पनि गल्ती छैन। हामीले चाहिँ यही प्रकृतिको अहिले यहाँ च्याउसरी कति माता झाँक्री कति चाहिँ के भइरहेको छ, आफ्नो जिउलाई आफ्नो सम्हाल्न नसकेर मान्छे उब्रेको कारणले चाहिँ हामी निक्लिएको हो। 4-5 महिना हुनु गरे उहाँ आउनु भएको, कतै ल ठगहरूलाई अब ठिक पार्नुपर्छ, तन्त्र मन्त्र केही पनि नजान्नेहरू चाहिँ झाँक्री म माता म पिता भनेर आउन थाले, तपाईँ तुरुन्तै आउनुहोस्, 2 जना मिलेर चाहिँ ठिक पार्नुपर्छ भनेर बोलाउनु भएको होइन तपाईँ? यो बच्चाले मैले बोलाएको, किनभने मसँग अब त पनि छ, किनभने मसँगलाई पनि कुरा राख्छु म। किनभने कतिपय मान्छे ठगेको पनि मान्छ, त्यो ठग्ने मान्छेलाई म तुरुन्त निकाल्छु भनेर मैले उहाँले अफर गरेको हो। यो कुरा भनिसकेपछि तपाईँहरू 2 जनाको शक्ति मिलाएर चाहिँ अब ध्वस्त पारिदिनुहुन्छ। एकदम एकदम छ। ठगहरूलाई चाहिँ ध्वस्त ठाउँ लडाइदिनुहुन्छ। यहाँ सुन्नुहोस्, ध्वस्त भन्दा नि सर होइन, कसै पनि मान्छेलाई होइन अचानक गएर हामी हान्ने होइन, कुट्ने होइन। किनभनेदेखि के छ तिम्रो आन्तरिक वृत्ति के छ, त्यो वृत्ति खोजेर होइन सक्सेस गर, सक्दैन भने आफ्नो ठाउँ छोडेर जान। अब तिमी कुन कुन ठाउँमा कहाँबाट आएको छ, कुन ठाउँमा आएको छ, त्योबाट चाहिँ तिमी त्यहाँ गएर ठाउँमा बस होइन। यो मान्छेले भ्रम फैलाउने, मान्छेले भित्रलाई बोलाउने, मान्छेले अनेक अन्यता सुझाउने, म यस्तो गर्छु उस्तो गरेँ भने चाहिँ नगर्छु चाहिँ हामी भन्छौँ। किनभने म सङ्घ पनि अझै पनि अब त छु, सङ्घको अध्यक्ष सदस्य म होइन, अध्यक्ष चेतबहादुर थिङ छ, त्यसलाई म उहाँलाई पनि म भन्छु कुरा गर्नु सक्छु म यो कुरा। जस्तो अस्ति जुन तपाईँहरूले पुल मुनि बसेर खोलामा होइन उपचार गरिरहनु भएको थियो हजुर होइन, त्यो बिमारी चाहिँ ठिक भयो, म भिडियो कलमा पनि पुरा गराउन सक्छु प्रत्यक्ष रूपमा भन्नुभयो कि उहाँले। तपाईँले नझुकाइ भन्नुहोस् है, तपाईँ पुरानो झाँक्री पनि हुनुहुन्छ, पहिलादेखि मिडियामा देखिरहनु भएको छ, ठिक भएको हो कि होइन? त्यो एकदम ठिक भइसक्यो सर। हेर्नुहोस् होइन, त्यो तपाईँहरूलाई हामी भिडियो कल गरेर हामी तपाईँहरूसँग प्रत्यक्ष हामी देखाउन सक्छ उहाँले भनेको जस्तै होइन। किनभनेदेखि त्यो प्रत्यक्ष हामी देखाउन सक्दैन, हामीलाई पछि आएर चाहिँ हामीलाई होइन पेल नआउने चाहिँ हामीले नसुन्ने हिसाब भयो कि यो। किनभनेदेखि सबैको अब होइन एउटा भनौँ न, जे गर्दा पनि भाइरल हुँदैछ, जे गर्दा पनि भाइरल हुँदैछ। हामी जस्तोको त सोच चासको स्पष्ट गर्ने मान्छेको त कामै नलान्दैछ। तर हामी चाहिँ तपाईँहरू त्यही दिनमा आउनुहोस्, त्यही बेलामा आउनुहोस् होइन, तपाईँहरूले खोज्दै आउनुहोस्, तपाईँहरू मिडिया आउनुहोस्, म प्रत्यक्ष म देखाउन सक्छु। कसको ज्ञान कति भनेर झाँक्रीहरूले चाहिँ चेक गर्छन् रे, बान हानाहान गर्छन् रे क्या होइन। उहाँले चाहिँ मैले सोधिनँ होइन, म हजुरलाई चाहिँ सोध्छु हजुर उहाँसँग ज्ञान कति छ भनेर हानबान हानाहान गर्नुभयो कि भएन तपाईँ? हान उहाँसँग म हुनु पऱ्यो छैन, उहाँ नुरु भनौँ म जुन्चुर भनौँ होइन, हामी त्यस्तो हुँदैन। अरू झारेबाजीसँग कसैले पठाएको छ भने त्योसँग म होइन बाजे राखेर रातको 12 बजी चलाउँछु कि दिनमा कति चलाउँछ बाण छलल पठाउनु, त्यो बाण मैले रोक्नु छैन भनेदेखि म यो धुन्चुर बन झाँक्री भनेर म बस्दैछु। हजुर रोक्न सक्नुहुन्छ, हान्न चाहिँ सक्नुहुन्छ कि सक्नुहुन्छ? किन उसले मलाई बाहिर निकाल्नु पनि छ। तपाईँ हजुर आउनु भएको छ, मलाई पत्र अचानक आएर म तपाईँले खिच्नु भयो। हजुरले मलाई जे सोधेको त्यो घोषणा गर्ने भन्दा किनभनेदेखि कतिपय मान्छेले नाटक गरिरहेछ, मान्छे सुधाउने
स्वाद टाँड्ने मान्छे ढलाउने त्यो गरेको छ त्यो गर्नै पऱ्यो भनेदेखि त होइन मसँग च्यालेन्ज ल्याउँ त्यसलाई म ठाउँ ढाल्ने भनेदेखि म कुत्ताको छोरा होला मान्छेहरूले चाहिँ नाटक गरिरहेछन् अरू झाँक्रीहरूले हजुर ढलाका जस्तो गरेर तपाईँ चाहिँ ठाउँ ढालिदिनु ठाउँको ठाउँमा मारि नै दिनु एकदम मार्ने हुन त्यो किन भन्छ मार्ने भनेदेखि मलाई पनि अलिकति अवस्था हुन्छ मार्ने कुरो आउँदैन किन ढालेर उठाइदिनुहुन्छ ढालेर त्यो मान्छेले ढालेर त्यसलाई होइन एउटा कुनामा खक्रक्क पारेर अनि पछि आएर गुरु मलाई के भयो कस्तो भयो भनेर ओ होसमा हो कि बिहोस हुँदैन थाहा छैन उसले आफै भन्छ त्यसरी चाहिँ आफै भन्छ अनि ढालिसकेपछि ढलेकै गर्न सक्नु पऱ्यो नि त गराइदिन सक्नु पऱ्यो नि त जस्तो अब अरू धामी झाँक्रीहरूले पनि पुग्लुक्क ढालिदिन्छन् जुरुक्क उठ्छन् ओहो म त कस्तो सपनामा गएको जस्तो पो महसुस भएछु भनेर चाहिँ जुरुक्क उठेर भनिरहेको हुन्छन् साँच्चीकै हो कि होइन तपाईँले ढालिसकेपछि त पुग्लुक्कै ढालिदिनु पऱ्यो नि त सधैँभरि यो त यस्तो हो सर होइन कतिपय मान्छेको होइन यहाँ अब माता झाँक्री भने यहाँ काठमाडौँमा च्याउसरी भइसक्यो कुरो बुझ्नुभयो नि हजुरले च्याउसरी भइसक्यो कतिले नाटक गरेर पनि कमाएर गइरहेको छ कतिले अब झुट कभर गरेर पनि खाइरहेको छ होइन तर म त अब हजुरले अब सोध्नुभएको छ म पहिलादेखि ऊ हो म होइन किनभनेदेखि म त्यो त नाटक गर्नु खोज्दैन तर मैले ढालिसकेपछि त्यसलाई जुरुको उडान एकैचोटि निको कसैले गर्न सक्दैन निको गर्नै सक्दैन अरू धामी झाँक्रीले कसले सक्छ मैले ढालेको छ त्यसले कुन चाहिँ झाँक्रीले ढाल्लो मैले गरेको ठाउँमा कुन चाहिँ झाँक्रीले आएर उठाउँछ त्यो झाँक्री मलाई देखाउनु पऱ्यो मात्रै त्यो ढालिदिनु चाहिँ ढालिनुहुन्छ तपाईँ मजाले किन सक्दैन म भनिसकेपछि यो म चाहिँ ढालिदिन्छु तिमी चाहिँ उठाऊ है भने जस्तो गरेर दुईजना मिलेर एकजना ढाल्ने अर्कोले उठाउने ज्ञान खेल्नुहुन्छ त्यस्तो चोरको हामी गर्दैन सर हेर्नुहोस् सिधै यो चोर लफडा कुरा हो मान्छेलाई ठग्ने कुरो हो होइन यो लफडा चोर कुरा फटा कुरा फटाइमा हामी जाँदैन हेर्नुहोस् है हामी कसैको एक अर्काको आफ्नो मान्छे देखाएर तिमी यस्तो गरे म यस्तो अन्छु यस्तो गरेर यो बेला यो घर त्यो घर हामीले भन्दैन है अब कतिपयमा चाहिँ हाम्रो मुड छोप्ने काम्ने औलाउने बौलाउने आगो हुन्छ तिनीहरूले पनि हामीले कुनामा ठाउँमा राखेर होइन बिस्तारमा राखेर होइन ल के भयो भने 5 मिनट 10 मिनट हामीले समय दिएर ल के भयो अहिले कस्तो भयो भन्ने हामीले यसरी गरिरहेको छ कि छ गुरु यो दुईजना मिलेर जुन उपचारहरू गरिरहनु भएको छ कि अघि उहाँलाई पनि मैले प्रश्न गरेँ दुईजना मिलेर चाहिँ उपचार गरिरहनु भएको छ यो के खासमा पहिला त अब एक्लै गर्नुभएको थियो हजुरको ज्ञानले नभएको हो कि घटे हो कि बढे हो कि ज्ञान के हो होइन सर यस्तो घटेको बढेको होइन किनभनेदेखि दुईजना मिल्यो भनेदेखि किनभनेदेखि होइन म चाहिँ अब पारी भयो उहाँ यता वारी भयो दुईवटा केन्द्र चाहिँ हाम्रो दुईजनाको समेत किन भयो भनेदेखि होइन कुनै बेलामा भ्यान नभएको कारणमा उहाँ पनि अब कुनै बेलामा के एउटै कामले पनि हामीले अब मान्छेलाई भ्रम पारेर मान्छेलाई झुलाएर या आऊ यस्तो भनेर हामीले खानु मात्रै बस्यो भने त हाम्रो पनि अफिसियल काम हुन्छ होला दुनियाँ हुन्छ होला यो मात्रै काममा त हामी त कहाँबाट चाहिँ उ गर्ने त होइन किनभनेदेखि हामीले कुनै पनि मान्छेले अब एउटा कुरो खोज्छ तपाईँहरूले अब सोध्छु पत्रकार अब पत्रकार भनेको देशको अब चौथो अङ्गको मान्छे हो होइन हामी एकदम सम्मान गर्छु किनभने कतिपय मान्छे पेन्टिङ मात्रै लाएर अब नाच्दाखेरि टिकटा बनाउँदा भाइरल हुन्छ भनेदेखि हामी त त्यस्तो गर्नु पाएन हामी त किनभनेदेखि आफ्नो ठाउँमा बसेर उहाँ कुनै बेलामा उहाँको काम समस्या होला पुग्नुहुन्छ म काममा कुनै हामी चाहिँ वारी पारी गएर चाहिँ होइन दुईपट्टि मिलेर उपचार गर्ने हामी चाहिँ बिमारलाई जसरी हुन्छ ठिक पार्नु पर्यो हुनु पर्यो अब नभएको खण्डमा त्यो बिरामी आएर हामीलाई ल मलाई भएन भनेर हामीले अब आओस् त्यो ठाउँमा कसरी हुन्छ हामीले जसरी हुन्छ ठिक निको पारेर देखाउने कि हामी हजुर धुनसुर वन उहाँ नरुवन उहाँसँग शक्ति कति छ भनिदिनुहोस् त हजुरकै छेउमा हुनुहुन्छ उहाँको अगाडि चाहिँ शक्ति छ भन्नुपर्छ मैले भनेर चाहिँ नभन्नुहोस् उहाँसँग शक्ति चाहिँ कति छ भनिदिनुहोस् शक्ति यस्तो हो शक्तिको विवरण कस्तो हुँदैन किनभनेदेखि एउटै छोराको एउटै बाउको छोरा कति भाइ हुन्छ कुनैको 5 भाइ हुन्छ कुनैको 4 भाइ हुन्छ कुनैको 2 भाइ हुन्छ कुनैको 3 भाइ हुन्छ भनेपछि हामी चाहिँ अहिले 2 भाइमा हो किनभनेदेखि उहाँले कति दिएको छ उहाँले त्यति नै छ उहाँले जुन जति प्रति ल्याएको छ त्यति नै मलाई पनि छ है त्यो हामी उहाँलाई बढी उहाँसँग यति छ मसँग ऊ काम छैन मसँग बढी छ भन्ने हाम्रो कुरो छैन सर तपाईँहरू दुईजना शक्तिशाली झाँक्री हुनुहुन्छ
तन्त्र मन्त्र एकदमै खेलाउन जान्ने सिपालु झाँक्रीहरू हुनुहुन्छ होइन। कतिपय अब मिडियामा आएर चाहिँ अब देशमा यस्तो हुन्छ उस्तो हुन्छ भनेर चाहिँ भविष्यवाणी गरिरहेछन्। तपाईँ पनि एकदमै पहिलादेखि हामीले मिडियामा देखिरहेका छौँ, तपाईँ पनि शक्तिशाली हुनुहुन्छ। र ठ्याक्कै भनिदिनुहोस् त, अरूले भनेको जस्तै राजा आउँछ अब देशमा भनेर चाहिँ अरू झाँक्रीहरूले चाहिँ भविष्यवाणी गरिरहेछन्, हजुरले चाहिँ भन्नुहुन्छ राजा आउँछ कि आउँदैन? यो कुरो भनेको सर होइन यस्तो है, अब कुनै बेलामा जिउमा कन्कन आउँछ, यता कनाउने कि यता कनाउने भनेको जस्तो कुरो हो यो है। राजनीति विषय हामी गर्दैन, भविष्य हामी गर्न होइन जान्दैन। किन भने तपाईँले मजाले हजुरको ध्यान दिएर चाहिँ मजाले यो तन्त्र मन्त्रको शक्तिद्वारा आत्माले हेर्नुहोस् त, त्रिनेत्र खोलेर हेर्नुहोस् त, राजा आउनेवाला सम्भावना छ कि छैन? यो हुँदैन किनभने आउँदैन। अब राजनीति खेल्यो हो त्यो म भन्नु सक्दैन होइन, के गर्छ गर्दैन, त्यो हुनु नसक्ने कुरो हो सर। अनि अरू झाँक्रीहरूले त आउँछन् भनेर कुन चाहिँ झाँक्रीले भने त्यो झाँक्री फटायो एकदम। म सिधै भनिदिन्छु, म जोगान हेरेर बसिरहेको छ यहाँ। तपाईँहरू अब भनौँ न एउटा मेरो भक्तजन आएको छ, मैले जोगान हेरेको छ, अब म कुन बेला मर्छ थाहा छैन भनेदेखि त्यो बिरामीले चाहिँ तिमी मर्नेछ भनेर कि मैले भन्नु भनिसकेपछि जति पनि भविष्यवाणी गरेका छन् माता झाँक्री ज्योतिषहरू सबै फटाउन्। त्यो एकदम गोरुजय हो। कतै तपाईँ अरू पार्टीको भएर राजावादी नभएर चाहिँ होइन सरी सर, म यस्तो भन्दैन। म राजावादी पनि होइन, माओवादी पनि होइन, म एमाले पनि होइन, कङ्ग्रेस पनि होइन। जसले जे हुन्छ म त्यो हुन्छ। कुनै पनि हालतमा यो राजा लिएर देखायो भनेदेखि त्यसलाई म सम्मान गर्छु। म गएर म 108 पल्ट म त्यसको खुट्टामा ढोक्छु। राजा त ज्यानजला आउँदैन ग्यारेन्टी हो मेरो। यो आउनेवाला छैन नेपालमा, छैन। अरू अहिले जति पनि भ्रष्टाचारी नेताहरू छन् उनीहरूले नै देश सखा पार्छन्। यो त अब राजनीति चलाउने उनीहरूले अब रवि लामछाने अब को के भन्छ, केपी ओली के भन्छ, प्रचण्ड भन्छ, उनीहरूले के गर्छ उहाँहरूकै उस। अब गणतन्त्र लोकतन्त्र भनेको छ होइन, गणतन्त्र दिवस यसो गऱ्यो भने त अब राजतन्त्र अब ल्याउनु चाहिँ यो कसैले पनि नसोची पनि हुन्छ। हानबान चलाउन सक्ने मान्छे जसले तपाईँहरूलाई न्यु खोज्छ रोकेर फर्काइदिनुहुन्छ, ड्याममै हानिदिनुहुन्छ भनेदेखि यो जुन भ्रष्टाचारीहरूले त सारा जनताले न्यु खोजिरहेको छ नि, ठोकिदिनु न। सर यस्तो ठोक्नुलाई त के त्यो राजनीति खेल्ने मान्छे राजावादीले यसरी गर्दै मलाई के पदमा राखेको थियो त सर? होइन, जनतालाई सारा जनतालाई चाहिँ जुन खुन चुसिरहेका छन् नि त, तपाईँ पनि जनता हो, म पनि जनता हो, सबैले सखाबै पारिसके। तपाईँसँग त ज्ञान छ, ठोकिदिँदा मिल्दैन। होइन सर, यति किन भनेदेखि मेरो एउटा कमाइ गरेर खाउँ भनेर मेरो एउटा अदृश्य शक्तिले दिएको छ भने म त्यो ठाउँमा बस्छु। त्यो ठोक्नु जान्नुलाई किन भनेदेखि मलाई पनि अब दुर्गा प्रसादले अस्ति भन्यो नि आऊ 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 भनेर यो गाडीमा आऊ 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 अहिले आऊ आफै परे त आऊ भन्दा भन्दै गयो त्यो सक्यो त। किनभने ऊ पनि अब लाखौँ अरबौँ करोडौँपतिको सम्मति होला, उसले नभए त उसले त्यत्रो जुलुस ननिकाल्नु पर्ने हो नि। भनेपछि देशमा राजा आउने सम्भावना हजुरले देख्नु भएन। यो कुरालाई म अन्त्यतिर थोरै मोडिहालेँ। जुन आज के भन्छ अरे यो यहाँनिर पूजाको सामानहरू चाहिँ रेडी गरेर बस्नु भएको छ, अस्तिको चाहिँ बिमारी ठिक हो भनेर भन्नुभयो होइन। आज यो खासमा उहाँले चाहिँ अब त्यो भूत प्रेत मसान लागेको विदेशमा हुनुहुन्छ मान्छे भन्नुभयो होइन। यसमा चाहिँ उहाँले भनेको जस्तै बिमारी हो कि तपाईँको ज्ञानले अर्कै देखिरहनु भएको छ? होइन, उहाँले जे भनेको त्यही बिमार त्यही हो। हाम्रो अब अहिले मसन खान पुग्छ होइन, हजुरहरू पनि त्यहाँसम्म जानु होला, खिच्नु होला, एउटा केही प्रुफ कस्तो के रहेछ भनेको तपाईँहरूले बुझ्नु होला है। म यो भन्छु, यो भन्न चाहन्छु। अनि मैले गरेको कार्यक्रममा कस्तो के भएर छ भनेदेखि बाई मिस्टेक दायाँ बायाँ भएको छ भने तपाईँहरूले पनि भन्नु पाउनुहुन्छ। अब आज हजुरहरूले यहाँनिर काम गर्दै हुनुहुन्छ, हामीले धेरै समय दिन चाहेनौँ, भन्दा भन्दै पनि धेरै समय लिइसक्यौँ। अब यति बिजी हुँदाखेरि पनि तपाईँहरूले हाम्रो लागि समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्कार हजुर।